नमो तस्स भगवतो अर्हतो सम्मा सम्बुद्धस्स। आज मिति 2082 साल 22 गते सोमबार बुद्ध जयन्ती मूल समारोह समितिको आयोजना युवा बौद्ध सङ्घको संयोजन तथा साइकल सिटी पोखराको सहकार्यमा 2569औं बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको शुभारम्भ र्यालीमा उपस्थित सम्पूर्ण महानुभावहरूमा म यस युवा बौद्ध सङ्घको सचिव आनन्द बद्दाचार्यको न्यानो अभिवादन तथा सम्पूर्णलाई म स्वागत व्यक्त गर्न चाहन्छु। आज उपस्थित हुनुभएका हाम्रो युवा बौद्ध सङ्घका अध्यक्ष श्री कमला थापाज्यू, देछेलिङ बौद्ध गुम्बाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार तेजमान गुरुङज्यू, देछेलिङ बौद्ध गुम्बाका अध्यक्ष कर्मा लामाज्यू, बुद्ध जयन्ती मूल समारोह समितिका अध्यक्ष श्री टेक बहादुर तामाङज्यू, साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठज्यू, युवा बौद्ध सङ्घका पूर्व अध्यक्ष श्री विक्रम बुद्धाचार्यज्यू, विभिन्न सङ्घ संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरू, धर्मशिला बुद्ध विहार दायक सभाका अध्यक्ष श्री श्याम साक्यज्यू, साइकल सिटीका सदस्यज्यूहरू, युवा बौद्ध सङ्घका पदाधिकारी तथा सदस्यज्यूहरू, उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई म सबैलाई सम्बोधन गर्न चाहे र कार्यक्रमलाई अगाडि बढाउने क्रममा म साइकल सिटीको तर्फबाट मन्तव्य राखिदिनु हुन साइकल सिटीका अध्यक्ष श्री श्यामकृष्ण श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, उपस्थित रहनुभएका यहाँ गुम्बा युवा बौद्ध सङ्घ र मूल यो बुद्ध जयन्तीका आयोजक समितिका प्रमुखज्यूहरू लगायत हाम्रो साइकल सिटी पोखराका सम्पूर्ण सदस्यज्यूहरू र विभिन्न क्षेत्रबाट आउनुभएका साइकल प्रेमी साथीहरूमा म यहाँहरूमा बिहानीको नमस्कार गर्न चाहन्छु। सर्वप्रथम 25औं बुद्ध जयन्तीको उपलक्ष्यमा जुन यहाँ युवा बौद्ध सङ्घको संयोजकमा हरेक वर्ष त्यो साइकल र्यालीहरू गर्दै आइराख्नु भएको छ र हामी पनि सहभागी हुँदैछौँ र यस यो आज हामी केही साथीहरू मात्रै जम्मा भएको छ। यसलाई चाहिँ विशेष गरेर शनिबार पार्न पायो भने अलिक धेरैजना साथीहरू उपस्थित हुने म यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु र यो 25औं बुद्ध जयन्तीको जयन्तीले हाम्रो देशमा शान्ति छाओस्, सबैभन्दा ठुलो कुरा शान्ति होस् र देशको प्रगति उन्नतितिर हाम्रो नेताहरूको सबुद्धि पलाओस् भन्ने म चाहन्छु। यति भन्दै अब यहाँले जुन शुभकामना मन्तव्य दिने अवसर दिनुभयो त्यसको लागि म साइकल सिटी पोखराको तर्फबाट यहाँहरूलाई मरी धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद। धन्यवाद साइकल सिटीका अध्यक्षज्यू। त्यसै गरी म आफ्नो मन्तव्य राखिदिनु हुन बुद्ध जयन्ती मूल समारोह समितिका अध्यक्ष श्री टेक बहादुर तामाङज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक भाइलाई। 2569औं बुद्ध जयन्ती साप्ताहिक कार्यक्रम शुभारम्भ र्याली 2082 गते सोमबार आजबाट हाम्रो बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम यो साइकल र्यालीबाट चाहिँ सुरु हुन्छ। यो सबैलाई म यो के आग्रह गर्न चाहन्छु भने र्यालीमा एकदम होसियारीपूर्वक तोडफोड नलागोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। होसियारी साथ र्यालीमा सहभागी भइदिनु होला भन्न चाहन्छु र यो सुरुवातको दिनदेखि हामी बुद्धको अनुयायीहरू सबै आफ्नो आफ्नो गुम्बा विहारमा हामी दीप प्रज्वलन, बुद्ध भजन यो सब हामी सप्ताहभरि नै गर्छौँ र यसमा पनि सबैले आफ्नो भित्र मनदेखि नै बुद्धको अनुयायीको हिसाबले हामी बुद्धलाई जय जयकार गरौँ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु र विशेष गरेर साइकल सिटी लाई एकदम म यो पोखराको गानाको रूपमा चाहिँ म लिन चाहन्छु। यसले धेरै कुराहरू हाम्रो यो यस्तो खालको शुभ कार्यमा चाहिँ शोभा दिन्छ। यसले अझै
यो साइकल सिटीले उत्तर प्रगति होस् भन्ने चाहन्छु र विशेष गरेर बौद्ध युवा बौद्ध सङ्घ को परिवारलाई म एकदम धन्यवाद भन्न चाहन्छु। यहाँले यो आयोजना गर्नुहुन्छ, सधैँ संयोजन गर्नुहुन्छ बुद्ध जयन्तीसँग। यहाँले हर वर्ष संयोजन गर्दै यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नको लागि टेवा पुर्याउनुहुन्छ। यहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु र हामी सबैलाई बुद्धको आशीर्वादले हामी सबैको जय होस्, सबैलाई शान्ति छओस्, संसारभरिका मानव जातिमै शान्ति र आनन्द आओस् भन्ने शुभकामना व्यक्त गर्दै फेरि पनि एकपटक साइकल र्यालीमा कसैको दुर्घटना नहोस्, राम्रो चाहिँ सुरक्षित भएर सुरक्षित वातावरणमा हामी आनन्द शान्ति स्तूपमा पुग्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। लस्स प्यापुला। कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र म यति चिनो ग्रहण गरिदिनुको लागि साइकल सिटीका अध्यक्ष श्री श्यामकृष्ण शेषजीलाई अगाडि आउनु हुन हार्दिक अनुरोध गर्दछु र मैत्री चिन्ह प्रदान गरिदिनु हुन म युवा बौद्ध सङ्घका अध्यक्ष श्री कमला थापाज्यूलाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। साधु साधु। अब कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र अब म युवा बौद्ध सङ्घको अध्यक्ष धन्यवाद ज्ञापन सहित यस कार्यक्रम औपचारिक कार्यक्रमलाई समापन गरिदिनु हुनमा हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद सचिवज्यू। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। आज हामी 2569 बुद्ध जयन्तीको पावन अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत शुभारम्भ र्याली हाम्रो आज सुरुवात हुन गइरहेको छ र यो शुभारम्भ र्याली जहिले पनि हाम्रो अष्टमीको दिनमा पर्ने हुनाले शनिबार चाहिँ पर्न सक्दैन, किन भन्दाखेरि हामीले अष्टमीमै सुरु गर्नुपर्ने हुन्छ र हाम्रो साप्ताहिक कार्यक्रम अन्तर्गत आजको जुन हाम्रो शुभारम्भ र्याली छ, अब यसमा हामीलाई साथ दिनुहुने साइकल सिटी लगायत हाम्रो बुद्ध जयन्ती समारोह समिति र यस बौद्ध विहार जुन गुम्बा उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। किन भन्दा हामीले धेरै वर्षदेखि यो कार्यक्रम गर्दै आएका छौँ र जहिले पनि हामी यस दिप गुम्बामा आएर हाम्रो सुरुवात गरिदिनुहुन्छ। हामीलाई चाहिँ राम्रोसँग आतिथ्यता गरेर जलपान पनि व्यवस्था गरिदिनुहुन्छ। त्यसकारण म उहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसै गरेर हाम्रो बुद्ध जयन्ती समारोह समितिको जुन हाम्रो साप्ताहिक कार्यक्रम अन्तर्गत आज हाम्रो शुभारम्भ र्याली रहेको छ भने हाम्रो 24 गते नदीपुरको प्राङ्गणमा हाम्रो रक्तदान कार्यक्रम पनि रहेको म जानकारी गराउन चाहन्छु र सम्पूर्ण रक्तदाताज्यूहरूलाई पनि आएर रक्तदान गरिदिनु हुनको लागि धेरै धेरै अनुरोध गर्न चाहन्छु। 24 गते हाम्रो रक्तदान कार्यक्रम भनेको हामीले स्वास्थ्य शिविर चाहिँ वैशाखको 27 गते गर्दैछौँ। वैशाखको 27 सबैजना आएर यसरी साथ दिएर हर्ष उल्लासका साथ हामी यो बुद्ध जयन्ती जुन हाम्रो साप्ताहिक कार्यक्रम सुरु गर्दैछौँ, त्यसको लागि म हृदयदेखि नै सम्पूर्ण उपासक उपासिकाज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएका विभिन्न व्यक्तित्वज्यूहरू र विशेष गरेर साइकल सिटी पोखराका अध्यक्ष लगायत सम्पूर्णलाई म धेरै 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 धन्यवाद दिन चाहन्छु। र अब म कार्यक्रमको अन्त्यतर्फ आइसकेको छु र सबैजना हामी तल गएर त्यहाँबाट चाहिँ हामीले यो शुभारम्भ र्याली सुरु गर्छौँ र त्यो हाम्रो रुट भनेको पहिलादेखिकै रुट रहनेछ। अब हामी तल गएपछि त्यसपछि बगर हुँदै हाम्रो सुखावती गुम्बा हुँदै त्यसपछि फेरि हामी यता मोहरिया टोलबाट अनि यता पानीखेचोक हुँदै धर्मशिला बुद्ध विहार हुँदै अनि त्यसपछि हामी
चिप्लेढुङ्गाबाट हामी उता त्यसपछि हामी न्युटोर जाँदै तलबाट फेरि हामी त्यहाँबाट लेक साइड जाँदै अनि पछि गएर हामीले छोरीपाटन गुम्बामा सानो खास त्यहाँ हाम्रो समापन होइन, तर अब आज बिदा नभएको कारणले गर्दा सबैजना त्यहाँ जति सक्नुहुन्छ माथि अनगोमा विश्वशान्ति स्तूपमा गइदिनु हुन पनि म आग्रह गर्न चाहन्छु। किन भन्दाखेरि त्यहाँ माथि हामीलाई भोजनको पनि व्यवस्था गर्नुभएको हुन्छ र त्यहाँ ठुलो राम्रो कार्यक्रम पनि रहेको छ। आज जति सक्नुहुन्छ सबैजना माथि शान्ति स्तूपमा गइदिनु होला। अब यदि काम व्यस्तताले जान सक्नु भएन भने चाहिँ हामी छोटो समापन चाहिँ तलबाट हाम्रो छोरीपाटनको गुम्बाबाट गर्नेछौँ। यति भन्दै म सम्पूर्णलाई अब आउँदै गरेको हाम्रो 2569 बुद्ध जयन्तीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र यो हाम्रो सानो औपचारिक कार्यक्रम पनि यही घोषणा भएको जानकारी गराउन चाहन्छु। भवतु सर्व मङ्गलम। पुरानो गेट भन्नाले हामी यो शुभकामना यस शुभारम्भ र्यालीमा सरिक भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शक्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना यस शुभारम्भ र्यालीमा सरिक भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शक्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। सबैलाई शुभारम्भको धेरै धेरै शुभकामना। सबैले यस शुभारम्भ र्यालीमा सरिक भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शक्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना यस शुभारम्भ र्यालीमा सरिक भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शक्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ।
वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस प्रारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शुभकामना 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 मनाऊ। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना शुभकामना शुभकामना। यस शुभारम्भ र्यालीमा सरिक भइदिन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई शब्दव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ।
नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स 25 शुभकामना 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 यस शुभारम्भ र्यालीमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई सप्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना 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 यस शुभारम्भ र्यालीमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई सप्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना 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 यस शुभारम्भ र्यालीमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई सप्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना 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 यस शुभारम्भ र्यालीमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई सप्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शुभकामना यस शुभारम्भ र्यालीमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस वैशाख 29 गते वैशाख पूर्णिमामा 2569औं बुद्ध जयन्तीलाई सप्तव्यापी कार्यक्रमको साथ भव्य रूपले मनाऊ। शरणं गच्छ